हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। के छ हजुरहरू सन्चै हुनुहुन्छ होला? म पनि एकदम सन्चै छु। आज चाहिँ मेरो फाइनली सेलरी आएको छ। म धेरै खुसी छु। कति आयो त्यो पनि हेर्नु कति आयो। एक, दुई, तिन, चार, पाँच, छ, सात, आठ, नौ, 10, 11, 12, 13, 14, 15, 16, 1000, 2000, 3000, 4000, 5000, 6000, 7000, 8000 आएछ। त्यो चाहिँ के गर्ने भन्दाखेरि यो चाहिँ मेरो नेट खर्च हो 500, मेरो खाना खर्च 1000, यो 2000 घरको लागि, 1000, 2000, 3000, 4000, 4500 चाहिँ मेरो ब्यालेन्स। यो चाहिँ ब्यालेन्स बसिरहन्छ 3 एकाउन्टमा। अनि अरू अब केमा काम गर्नुहुन्छ र केको लागि स्टेट पैसा के गरी आयो भन्नुहुन्छ होला। म चाहिँ प्रायःसम्म काम गर्छु। म चाहिँ काम गर्नु थालेको लगभग 5-6 वर्ष भयो। 5-6 वर्षमा म आउन चाहिँ पहिला 1800-2000मा आएको। अहिले तपाईँलाई मेरो सिलेटी अब तपाईँहरू बचाउनु हुँदैन होला। मेरो यति नै सेलरी र दिनमा चाहिँ हाल साउनमा छु। हेर्नुहोस्, अनि हाम्रो चाहिँ घरमा आएको त्यसबाट गर्नु हो। कति छ दिनको सेलरी? 4,000 आउँछ। त्यसरी गर्नु भएको छैन। अब दिनमा गाडी छ ल। एकबाट पछि 40,000 गइन्छ, 500 छ। त्यसो भएर यहाँ हाम्रो कम्पनी चाहिँ अलिकति राम्रै छ भनौँ न। तिमीलाई कस्तो लाग्छ? एकदम बवाल छ। राम्रो छ। आउनुहुन्छ भने मलाई सम्पर्क गर्नु होला, कमेन्ट गर्नु होला है। थ्याङ्क यू फर वाचिङ र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। बाई।